सबैको टिम राम्रो छ भनौं न। अब एपीएफ हेर्ने डायमन्ड पनि धेरै राम्रो टिम हो उहाँहरुको लागि नि चुनौती चाहिँ हामीले अझै मेहनत गर्नुपर्छ जस्तो चाहिँ लाग्छ। अझै राम्रो गर्नुपर्छ। आजभन्दा चाहिँ धेरै राम्रो खेल्नुपर्छ जस्तो लाग्छ। अलिकति हामीहरुको चाहिँ सेटिङमा प्रब्लम आउँछ कि टिम कम्बिनेसनमा भन्ने चाहिँ छ। अलि डर पनि लागिरहेको थियो, त्रास पनि थियो, तर 3-0 नै जित्छौं भनेर चाहिँ हामीहरु म चाहिँ कोर्टमा उतारेको टिमलाई 17 के रे हाम्रो चाहिँ 10-17 को म्याच हामीले फर्स्ट सेट चाहिँ हामीले गुमायौं। तर त्यो नगुमाउनु पर्ने सेट चाहिँ त्यो हामीबाट गुमेको, त्यो चाहिँ टिमको चाहिँ कम्बिनेसन नमिलेर त्यस्तो भएको। हामीहरुलाई सबै प्रत्येक एभ्री म्याच चाहिँ फाइनल जस्तो हो, प्रत्येक म्याच चाहिँ हामीहरु संघर्ष गरेर जित्नुपर्छ भन्ने चाहिँ। यति बेला हामीसँग एभरेस्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरेजी हुनुहुन्छ। अर्जुनजी नमस्ते, स्वागत छ हजुरलाई चाहिँ। थ्यांक यू भेरी मच। बधाई पनि छ। धन्यवाद। आर्मी जस्तो एकदमै बलियो हैन टिमसँग चाहिँ आज तपाईले पहिलो जित निकाल्नु भयो। कस्तो होला भन्ने थियो पहिला चाहिँ गेम चाहिँ भन्नुस् त। अब हामीहरुको चाहिँ के थियो विदेशी खेलाडी र नेपाली खेलाडी बीचको चाहिँ मिश्रण भएको टिम हो हैन। अब हामीले हिजो पनि अलिक ट्रेनिङ शेड्युल पनि अलि राम्रो भएन हाम्रो, किनकि टेक्निकल मिटिङले हामीलाई अत्याइरहेको थियो हैन। त्यस समयमा हाम्रो चाहिँ हल्का सेटिङ गरौँ भन्ने एउटा प्लानिङ थियो, त्यो पनि अलिकति गाह्रो भएको थियो। त्यसपछि अब आर्मी नेपालको राम्रै टिम उसँग आज म्याच खेल्नुपर्ने, अलिकति हामीहरुको चाहिँ सेटिङमा प्रब्लम आउँछ कि टिम कम्बिनेसनमा भन्ने चाहिँ छ। अलि डर पनि लागिरहेको थियो, त्रास पनि थियो, तर 3-0 नै जित्छौं भनेर चाहिँ हामीहरु म चाहिँ कोर्टमा उतारेको टिमलाई 17 के रे हाम्रो चाहिँ 10-17 को म्याच हामीले फर्स्ट सेट चाहिँ हामीले गुमायौं। तर त्यो नगुमाउनु पर्ने सेट चाहिँ त्यो हामीबाट गुमेको, त्यो चाहिँ टिमको चाहिँ कम्बिनेसन नमिलेर त्यस्तो भएको। पहिलो सेट चाहिँ झन्डै तपाईले गुमाउनु भयो र दोस्रो तेस्रो सेटतिर तपाई कमब्याक गर्नुभयो हैन। पहिलो सेटमा चाहिँ अलिकति तालमेल विदेशी खेलाडी र नेपाली खेलाडीको अलिकति तालमेल त नमिलेको भन्न मिल्छ। स्टार्टिङमा तालमेल मिलेरै हामीहरु चाहिँ 7 पोइन्टको लिडमा थियौं हैन। पछि फेरि यो भलिबल कस्तो हुन्छ भन्दाखेरि कति बेला तालमेल बिग्रिने र मिल्ने भन्ने कुरा अब टर्म एन्ड कन्डिसनमा जे पनि हुन सक्छ। त्यही भएर हत्त चाहिँ पोइन्टहरु गइहाल्यो हैन। एकपछि ब्याक टु ब्याक बिग्रिदै गयो, आफ्नै इररहरुले गर्दा उनीहरु चाहिँ त्यो सेट जित्न सके हैन। हामीहरु चाहिँ त्यो सेट लिन सकेनौं। अब विदेशी खेलाडी जुन अनुमान गरेर तपाईले चाहिँ जसरी ल्याउनु भएको थियो, तपाई त मुख्य प्रशिक्षक हुनुहुन्छ, तपाईले चाहिँ अहिले खेल हेर्दै गर्दा चाहिँ कस्तो लाग्यो भन्नुस् त। हैन, लास्ट टाइम चाहिँ आएको खेलाडीहरु भन्दा यिनीहरुको लेभल चाहिँ माथि हो हैन। अस्ति हामी टाइगर कप जित्यौं, टाइगर कपमा आएको खेलाडीहरु भन्दा चाहिँ यिनीहरु माथि टप लेभलको गेम खेलेको पनि हो हैन। अब यिनीहरुसँग मेन समस्या भनेको हाम्रो सेटिङको समस्या हो। जति सेटिङ राम्रो हुँदै जान्छ त्यति हामीहरुको चाहिँ परफर्मेन्स हाई हुँदै जान्छ। अब भोलि तपाईहरुको कोसँग छ नेपाल पुलिस। अब नेपाल पुलिससँग पनि उत्तिकै बलियो टिम हो हैन। यसपालि चाहिँ एनबी को लागि चाहिँ कति धेरै चुनौती छ जस्तो लाग्छ भन्नुस् त। मलाई लाग्छ तपाईको जति पनि टिम छन् हैन, अब कर्णालीको चाहिँ एकदमै लोकल बहिनीहरु मात्रै भएर अलिकति अरु टिम भन्दा स्तर कम हुन सक्छ हैन। तर बाँकी टिमहरु सबै इक्वल छ। हामीहरुलाई सबै प्रत्येक एभ्री म्याच चाहिँ फाइनल जस्तो हो, प्रत्येक म्याच चाहिँ हामीहरु संघर्ष गरेर जित्नुपर्छ भन्ने चाहिँ। अबको चाहिँ रणनीति चाहिँ कसरी बनाउनु छ भोलि नेपाल पुलिससँग खेल्दै गर्दा चाहिँ? रणनीति भनेको हामीले उनीहरुको चाहिँ मेन कुरा रिसिभ उठाउनु पर्यो हैन। हाम्रो रिसिभ र डिफेन्स भयो भने हाम्रो ओफेन्स र ब्लक राम्रो छ, चाहिँ राम्रो गर्नुहुन्छ। अब चाहिँ हामीले रिसिभ डिफेन्स नै हामीले चाहिँ विशेष किसिमको फोकस गर्नुपर्ने हुन्छ। मिनाजी नमस्ते, स्वागत छ। नमस्ते, धन्यवाद। बधाई पनि छ हजुरलाई, आज पहिलो जित निकाल्न सफल हुनुभयो। थ्यांक यू। कस्तो होला भन्ने थियो भन्नुस् त। विभागीय टिम एकदम बलियो टिम आर्मीसँग खेल्दै गर्दा चाहिँ गेम कस्तो होला भन्ने थियो भन्नुस् त। अब हिजो ट्रेनिङ गर्दै गर्दा चाहिँ अब राम्रै होला, गेम चाहिँ राम्रै होला, कोअर्डिनेसन मिलिरहेको थियो। अलि खै के मिल्न सकेन, तर राम्रै भयो। के मिल्न सकेन अनि फर्स्ट सेट चाहिँ अलि अल्मलियो, त्यसपछि चाहिँ अब राम्रै भयो। हिजो ट्रेनिङ गर्दै गर्दा चाहिँ अब अलि सहज भयो हिजो ट्रेनिङ। फर्स्ट सेटमा हेर्ने भने त तपाईहरु चाहिँ केही अङ्कले तपाईहरुले लिड गर्नुभएको थियो सुरुमा चाहिँ हैन। पछि त तपाईहरु पछि पर्नु भयो, आर्मीले कमब्याक गर्यो हैन। कहाँनेर त्यो चिप्लिन पुग्यो भन्नुस् त। अलिकन कहाँनेर चाहिँ त्यो चाहिँ चल्न सकिएन भन्नु जस्तो लाग्छ भन्नुस् त। हल्का त्यही डिफेन्स नै भएन भनौँ न, डिफेन्स नै भएन अनि त्यही भयो। दोस्रो र तेस्रो सेट हेर्ने भने पछि तपाईहरुले कमब्याक गर्नुभयो, सहजै जित्नुभयो हैन। पछि चाहिँ टिम सेट मिल्दै गएको भन्न मिल्छ। हजुर हजुर, पछि अब यसरी खेल्ने भन्ने भयो अनि अब डिफेन्स चाहिँ मिलायो अनि डिफेन्स विदेशी अट्याक नै किल भयो, म्याक्सिमम बलहरू अनि सजिलो भयो। जस्तै तपाईहरुले त विदेशी खेलाडीहरु थाइल्यान्डबाट खेलाडी भित्राउनु भएको छ, विदेशी खेलाडी हुनुहुन्छ हैन। विदेशी खेलाडीहरुसँग खेल्दै गर्दा चाहिँ कतिको सहज भयो भन्नुस् त। विदेशी खेलाडी सहजै हो, अब भाषा त बुझ्दैन हैन, इङ्ग्लिस नै बुझ्दैन, बुझ्नु त हुन्न। अनि त्यहाँबाट चाहिँ अब यस्तो भाषाहरुमा चाहिँ अलि हामीलाई प्रब्लम छ, नत्र उहाँहरुको गेम अब हाम्रोभन्दा माथि नै छ जे होस् हैन। अनि एकअर्काले मोटिभेट गरेर खेल्नु चाहिँ त्यही हो।
भाषाले चाहिँ अलि निकै समस्या पारेको भन्न मिल्छ। हजुर भाषाले चाहिँ समस्या छ। कसरी गर्नुहुन्छ त भित्र मैदानभित्र खेल्दै गर्दा त एकदमै त दबाब हुन्छ होइन? इसाराले हातको इसाराले यसरी बस भनेर त्यही गर्दै नत्र भाषामा चाहिँ हामीले त्यो चाहिँ विदेशी खेलाडीले बुझ्नुहुन्छ होइन? हजुर आफूलाई चाहिँ कतिको चले जस्तो लाग्छ? हामीले बाहिरबाट हेर्ने भने त तपाईँको आज स्पाइक एकदमै पावरफुल देखेको थियो, एकदमै राम्रो लागेको थियो होइन? एकदमै चलेको देखेका थियौँ होइन? आफूलाई चाहिँ के भन्न चाहनुहुन्छ भन्नुहोस् त? आज चाहिँ फर्स्ट म्याच नै थियो अनि ट्रेनिङ पनि राम्रै गरिरहेछ। एसी पछि म घर पनि गएन, ट्रेनिङ चाहिँ राम्रै भइरहेछ, त्यस कारणले हुनसक्छ। ट्रेनिङ पर्याप्त मात्र भए पछाडि तपाईँको गेममा पनि अत्याधिक रूपमा सुधार भएको देखियो होइन? के हो यो चाहिँ? अत्याधिक त नभनौँ होला तर होइन, स्पाइकै कुरा गर्ने भने हेर्नुहोस् न, तपाईँको आज चाहिँ एकदमै राम्रो स्पाइक गर्नुभएको थियो। हामीले राम्रोलाई त राम्रो भन्नु पऱ्यो नि। हजुर हजुर हल्का चाहिँ अब बिचमा चाहिँ अब हाम्रो सरले टाइम दिन पनि पाउनु भएन अनि हामी आफै सेल्फ गरेर हो अनि त्यसपछि चाहिँ अब ट्रेनिङ राम्रो भइरह्यो। यो एक महिना चाहिँ हामीले राम्रो ट्रेनिङ गर्यो अनि एनबिएकै तयारीको लागि नै हामीले एक महिना अगाडिदेखि नै राम्रो ट्रेनिङ गरिरहेको थियो, त्यही भएर नि हुनसक्छ। अनि आज फर्स्ट म्याच पनि अनि सजिलो टिम। उपाधिको लागि चाहिँ कति धेरै चुनौती छ जस्तो लाग्छ भन्नुहोस् त? चुनौती त छ जस्तो लाग्छ नि। अब हेर्नु हो भने सबैको टिम सबै राम्रो नै छ होइन? हामी मात्र राम्रो छौँ भनेर सबैको टिम राम्रो छ भनौँ न। अब एपिएफ हेर्ने डायमन्ड हेर्ने पनि धेरै राम्रो टिम छ उहाँहरूको लागि नि। चुनौती चाहिँ हामीले अझै मेहनत गर्नुपर्छ जस्तो लाग्छ। अझै राम्रो गर्नुपर्छ, आजभन्दा चाहिँ धेरै राम्रो खेल्नुपर्छ जस्तो लाग्छ। भोलि तपाईँहरूको पुलिससँग छ होइन? एनपिसीसँग, नेपाल पुलिससँग छ होइन? नेपाल पुलिससँग खेल्दै गर्दा चाहिँ के होला जस्तो लाग्छ भन्नुहोस् त? मलाई लाग्छ कसरी खेल्ला? पुलिस टिम पनि स्ट्रङ नै छ होइन? सबै दिदीहरू सिनियर दिदीहरू हुनुहुन्छ, एकदमै अनुभव भएको दिदीहरू होइन? मलाई चाहिँ हल्का मतलब गाह्रो नै छ, त्यही पनि हामी पनि खेल्छौँ। चुनौती चाहिँ छ जस्तो लाग्छ। ओके, समय र सम्वादको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।